गोवर्धन गाई गोरु पूजा 2082 साल कार्तिक 5 गते बुधबारको दिन परेको छ भने प्रत्येक आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू बिहानै उठ्नुहोला, नुहाई धुवाई गरिसकेपछि तपाईको घरमा शुद्ध सात्विक भोजन बनाउनुहोला। शुद्ध सात्विक भोजन बनिसकेपछि एउटा शुद्ध भाँडोमा राखेर गाई र गोरुको नजिकै जानुहोला र पहिला गाई र गोरुलाई फूल अक्षताले पूजा गर्नुहोला। त्यसपछि फूलको माला बनाउनु भएको छ भने गाई र गोरुलाई त्यो फूलको माला लगाइदिनुहोला। त्यसपछि तपाईको घरको मूल ढोका नजिकै आउनुहोला र गाईको गोबरबाट एउटा गोवर्धन पर्वत बनाउनुहोला र त्यसमा पहिला जल चढाउनुहोला। चन्दन, अक्षता, फूल, जौतिल, धूप, दीप, नैवेद्य यथाशक्य जे सक्नुहुन्छ त्यसले पूजा गर्नुहोला र पूजा गरिसकेपछि जसरी गोकुलवासीलाई भगवान श्रीकृष्णले अप्ठ्यारो पर्दा साथ दिनुभएको थियो र उनीहरूको रक्षा गर्नुभएको थियो, त्यस्तै तपाईको जीवनमा कुनै प्रकारको समस्या छ भने त्यो अनिवार्य रूपमा गोवर्धनको पूजा गर्नुभयो भने भगवान श्रीकृष्णले तपाईका समस्या, दुःख, कष्टबाट पक्कै पनि तपाईलाई उद्धार गर्नुहुनेछ। भने जसरी त्यो गोबरको थुप्रिए चाहिँ तपाईको घरमा धन त्यसरी नै थुप्रिनेछ भने माता लक्ष्मीको साक्षात कृपा पर्नेछ र आकस्मिक धन वर्षा भइरहनेछ। कृपया जनचेतनाको लागि भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महाकाली, जय महालक्ष्मी, जय महासरस्वती।